यो त पहिला म अमेरिकाको घुमेको मान्छे यो लन्डन ब्रिज ट्याक्यो र मेरो भन्छ हेलो नमस्ते एभ्रिवान इट्स मी प्रदीप मगर सो हेलो नमस्ते एभ्रिवान सो त्यही हो हामी चाहिँ अहिले चाहिँ भर्खर मौसम हेर्न आएको छौँ आज पल्स आउने कुरा भएर है हामी फेरि मिला गरेर टुको त्यो डुई भ्लग बनिरहेको छ है सो यता त्यो काउन्टर रहेछ हाम्रो मामा के छ मामा एकदम ठिक छ व्यस्त मेला हेर्न हामी चाहिँ होइन गरेको आज चाहिँ उफ्रिनु पर्छ है मजाले सो त्यही नि हो हामी चाहिँ अब जाँदैछौँ अन्त बबाले हुनेवाला छ सो वाट इज के आज अब उता ड मेला पनि हेर्ने हो अब यता के भन्छ यो यता के भन्छ मौसममा पनि आइयो होइन यस दुबई मेला हेर्न पाउने एकदम खुसी नै छु यार पारा यस्तो खुसी हुनु पर्यो नि है सो त्यही नि हो हामी चाहिँ अब जाँदैछौँ के अरे सो त्यही नि हो यता टिकट काउन्टर त्यही नि हो अब चाहिँ हामी जाँदैछौँ यहाँदेखि भित्र सो एकदमै आज त माहौल एकदमै रन्किला जस्तो छ होइन होइन आज सो त्यही हो अहिले चाहिँ हामी अब जाँदैछौँ अहिले चाहिँ हामी मेला हेर्न आइसकेको छौँ अब चाहिँ बबाल सो त्यही हो अब चाहिँ हामी यता देखिरहेको माटो चाहिँ अहिले चाहिँ बबाल हुन्छ कहाँ रे यहाँ जाने किन जाने सो त्यही हो अब चाहिँ हामी जाँदैछौँ यहाँ टिकट कहाँनिर गएर भित्र छिर्ने यहाँदेखि हो यहीँदेखि हो नि भित्र छिर्ने ए ओटा हामी ब्रिजको लागि मात्र भनेर सोचिरहेको थियौँ के सो त्यही हो लन्डन ब्रिज देख्न सक्नुहुन्छ ल है मामा लन्डन ब्रिज सो त्यही नि हो लन्डन ब्रिजतिर आछ भाइ ल है ए बा सो त्यही ओके इट्स ओके ल त्यही हामी चाहिँ जाँदैछौँ ल है अब है मेला चाहिँ ओए कति धेरै भिड छ के त यहाँदेखि जाने के मामा यसो फोटो खिच्नु यार फोटो खिच्दा हुन्छ देख्न सक्नुहुन्छ हाम्रो मौसममा यस्तो पनि रहेछ क्या अरे पुरै फोटो खिच्नु लागि यो छुट्टै फोटो सबको ठाउँ जस्तै छ है बाबाले मार्यो नि अर्को लुक हेरौँ है सो देख्न सक्नुहुन्छ यता यस्तो फोटो खिच्ने ठाउँ रहेछ क्या अरे अब चाहिँ हामी यहाँदेखि भित्र छिर्दैछौँ सो त्यही नि हो अब एकछिनपछि हो ल भित्र छिरौँ न सो त्यही अब भित्र छिर्ने हुन्छ हामी चाहिँ अनि त्यसपछि के कस्तो हुन्छ हेर्दैछौँ ल है त सो यस्तो दामी बनाएको रहेछ क्या अहिले चाहिँ यता एकदमै होइन मामा के भन्न चाहनुहुन्छ राम्रो छ मेरो भन्छ अरू के भन्नु अरू भित्र मेलामा बसौँ अहिले कुरै गरौँ ल त तपाईँको 80 रुपियाँ भएन 80 रुपियाँ देखाउनु पर्यो होइन भन्छ यो त पहिला म अमेरिकाको घुमेको मान्छे यो लन्डन ब्रिज ट्याक्यो र मेरो भन्छ सो त्यही ल मार्क्स बज्यो सो अब हामी चाहिँ यस्तो दामी छ अब यहाँदेखि भित्र छिर्छौँ है त त्यो अब चाहिँ हामी यहाँदेखि भित्र छिर्दैछौँ अब यहाँदेखि यति घुम्नुपर्छ मौसममा मलाई एउटा नराम्रो लाग्ने चिज भनेको यहाँदेखि यो हुन्छ नि त्यो गल्लीमा हिँड्न चाहिँ मलाई एकदमै नराम्रो लाग्छ कि यहाँदेखि भेजा लाग्छ सो त्यही हो अब चाहिँ हामी भित्र छिर्दैछौँ लेट्स सी यो चाहिँ बाहिर निस्किनु होला हामी चाहिँ भित्र जाने हो सो त्यही हो यस्तो छ अगाडि देख्न सक्नुहुन्छ अब यहाँदेखि अब साथसाथै छिराखौँ के अरे मेरो सायद मोबाइलको चार्जले अलिकति नभ्याउला जस्तो सो जति भन्छ त्यति हेर्न पाउनु थियो ल सब फर्किरह भने त पल्ला नहेर्ने होइन सो त्यही अघि आएको मान्छे होला खाली रहेछ यो अलिक धेरै समय भइसक्यो खै के हो यस्तो यार केही थाहा भएन सो यो चाहिँ दामी छ यार ओए ल एकदमै दामी ल चोर ए दाइ सो यहाँदेखि रहेछ अर्को त्यही हो ल हामी चाहिँ यहाँ पुरै छिटोको लागि यहाँ निस्किसकेका छौँ अब जाँदैछौँ यहाँदेखि हेर्दै गर्नु होला ए भगवान् त्यो किन त मलाई एकदम डर लाग्ने होला हो सो त्यही हो पहिले अगाडि छिरो अनि त्यसपछि हेरौँ ल ए ल सो त्यही हो हामी चाहिँ अब जाँदैछौँ यहाँदेखि कतै भाग्ने ठाउँ छ भने यसो हेर्दै गर्नु होला ल म कहाँ होइन हेरिराखौ भने त्यही हो हामी चाहिँ यहाँ कहाँदेखि ओए यो चाहिँ एकदमै डर लाग्छ यार खेल्न चाहिँ कसम यो त मोर्ने ओए यस्तो नि कस्तो खेल्छन् यार मान्छेहरू रियाक्सन हेरौँ न मान्छेहरूको सो ओ माई गॉड बाबा कहाँबाट आइपुग्यो खान सो त्यही हामी चाहिँ जाँदैछौँ अनि देख्न सक्नुहुन्छ एकदमै बवाल यो त ओए खस्छ मान्छे खस्छ यार यो त
यस्तो त मलाई खेल्ने पैसा दिए पनि खेल्दैन साथी किनकि म यस्तो डर लाग्छ के त्यही भएर त्यही हामी चाहिँ अब जाँदैछौँ भित्र अलिकति पारि स्टेजतिर त पुग्नु पर्यो नि होइन सो त्यही अब चाहिँ हामी जाँदैछौँ एकदमै डेन्जर होला जस्तो छ अगाडि देख्न सक्नुहुन्छ धुलो धुवा एकदम छ यार यो कहाँको खेडहरूलाई टक्क होइन यसो सदुपयोग भाषा होइन बाजु खेडहरूको होइन सो त्यही नि हो अब हामी चाहिँ जाँदैछौँ हाम्रो पल्सालाई भेट्नको लागि त्यही नि हो ल यस्तो यस्तो खेल्न चाहिँ एकदमै डर लाग्ने भने मलाई रेली भन्नु पर्दाखेरि तर त्यही नि हो सो एकदम बवाल हुँदैछ हामी चाहिँ अब जाँदैछौँ यो कुन रेल हो छुकछुके रेल हो कि के हो रेलमा खै कहाँसम्म पुग्छ होला यो रेल गाह्रो छ नि गाह्रो छ मेलाको माहौल चाहिँ एकदम बवाल छ जस्तो छ है धेरै सो रेल देख्नु भएर पछि देख्नु भयो रेल अनि अब चाहिँ हामी स्टेजतिर पुग्दैछौँ के अरे सो त्यही नि हो अब हामी चाहिँ जाँदैछौँ यहाँदेखि सो त्यही हो एक दिनमा दुईवटा भ्लग हुँदैछ मेरो चाहिँ हामी चाहिँ जाँदैछौँ के अरे हेर्नु अगाडि हाम्रो एकदम एक्साइटेड छौँ एकदम हेर्नको लागि खोटे केटाहरू अगाडि हामी अलिकति लेट भयौँ तिमी अलिकति अगाडि गएर खिच मेरो भिडियो मलाई देखाऊ फुल सो त्यही हो हामी चाहिँ एकदमै एक्साइटेड भएर गइरहेछौँ होइन अहिले चाहिँ कहिले मेला कहिले महोत्सव दुईवटा हानिदिन्छौँ हामी त एकैचोटि त्यस्तो खालको मान्छे क्या फेरि हामी त है दुईचोटि एकैचोटि फेरि भ्लग पनि सो त्यही हो त्यही त पल्साको इन्ट्री भएको छैन जस्तो छ यार अलिक साँझ हुन्छ सो त्यही ओके लेट्स गो सो त्यही हो हामी चाहिँ अगाडि जान्छौँ के अरे अब कस्तो जान्छ होइन हेर्दै अगाडि देखाइदेऊ न बवाल छ यार अगाडि है के अरे एकदमै बवाल हुँदैछ त्यही नि हो हेर्दै गर्नुहोस् अगाडि सो हामी चाहिँ जाँदैछौँ अब पुरै इन्टरभ्यूको साथमा हो है स्वागत छ मामा नमस्कार एकछिन स्वागत छ सो त्यही हामी चाहिँ अब जाँदैछौँ अगाडि खै त के हो पैसा आएको हो कि नै के हो खै कहाँ छ को सो हामी चाहिँ अब जाँदैछौँ ए दाइ सन्चै हुनुहुन्छ खै त ठिक छ यता सो क्यु त ल पार्किङ गरिदिनु होला र हाम्रो सिक्युरिटीको टिम पनि तयारी यो मसँग पर्छ क्या यसले यसलाई भाइरल बनाउनु पर्छ कि अब ए बा ओए प्रतिभा अहिले नाचेकै मलाई कन्टेन्ट चाहिरह कन्टेन्ट हो त कन्टेन्ट पखन तिमीलाई आजको मुख्य समाचार नमस्ते धेरै देखिरहेको छु मैले सो फेरि यतातिरको हल्ला सुनौँ त वाउ अब यतादेखि त्यतासम्म सबैको हल्ला चाहियो दामी 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 ल है ओके राम्रो माधवजीले कहाँ पुग्नुभयो भनेर यसको कोअर्डिनेटरको भूमिका निर्वाह गर्दै हुनुहुन्छ कोअर्डिनेसन गरिदिनु होला माधवजी फोन गर्दै हुनुहुन्छ सो केटाहरू एकदमै अब जोसमा आइसक्यो मैले अहिले त पल्साको एन्ट्री नै हो है
है देख्न पाउने कि नपाउने देख्न यो होइन र आज विश्व जगतमा रहिरहेको छ सो सोसियल मिडियाका रूपमा पनि परिचित हुनुहुन्छ सुपरस्टार नायक रियल हिरो कुरालाई मान्दिनु होला है कृपया उहाँको निर्देशनलाई पालना गरिदिनु होला उहाँहरू सम्मिलित भइदिनु होला हामी सबैको प्रिय नायक जो नेपाली चलचित्र जगतका सुपरस्टार जसले नेपाली चलचित्र जगतलाई मात्र होइन यो नाटोलाई गुण बनाउनु भएको छ जन्मलाई सिद्ध बनाउनु भएको छ आदरणीय सुपरस्टार नायक यहाँले संयमता गुमाउनु हुने छैन धैर्यताका साथमा रहनु हुनेछ सो पर्साजीलाई स्क्याच देखाउँदै हुनुहुन्छ हाम्रो एकजना फ्यानले सो एकचोटि यता देखाइदिनुहोस् एकचोटि हल्ला पर्साजीलाई अनि स्टेजमा आएर उहाँले प्रदान गर्नुहुनेछ सो यहाँ नजिक अगाडि आइदिनु होला प्रिय मित्रलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र अब पल्सीको आगमन हुँदैछ बजाइदिनु होला अब स्टेज खाली गरिदिनु होला अब हाम्रो पल्सी स्टेजमा आउनुहुनेछ धेरै दामी छ र हाम्रो स्वागत समिति तयारी हुन होला पल्सीको आगमन हुँदैछ अब पल शाह हाम्रो एकचोटि सबैको हात माथि सबैजनाको हात पछाडि पनि यो आउँदै गर्दा सबैको हात माथि है अझै माथि सबैको सबैको हात माथि सबैको नेपाली चलचित्र जगतका सुपरस्टार
विदेशका दुखी गरिबका कर्महरू देखेर आफ्नो हृदयलाई चिया चिया पारेर उहाँहरूको सेवामा जीवन समर्पित गर्नुभयो। कोरोनाको बेलामा जहाँ अक्सिजन थिएन, छोरा बाउ परिवार टाढा हुन्थे, त्यो बेलामा चपक्क हात समातेर आमा म तपाईँको छोरो भन्ने रियल हिरो पल शाह तपाईँको बिचमा हुनुहुन्छ, हो कि होइन? त्यसैले त आज रियल हिरो हामी सबैको हृदय पटलमा अटल हुनुहुन्छ। उनी सर्वप्रिय कलाकार, आजको कार्यक्रमको महानायक, रियल हिरो, सुपरस्टार नायक पल शाहले स्वागत गरौँ। र अन्यथा पलजी अन्तिममा बोल्नुहुन्थ्यो, यो गृहनगर हो, आफ्नो ठाउँ, जन्मिएको भूमि, यही रामपुरमा जन्मिएको एकजना व्यक्तित्व आज कर्म गर्दै जाँदा सङ्घर्षले खारिएको व्यक्तित्व भनौँ। सङ्घर्ष गर्दा गर्दा सङ्घर्षबाट सफलता कसरी प्राप्ति हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण जो प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। यो मायाको लागि, यो साथको लागि भुलिभरि धन्यवाद। यति धेरै माया पाउँछु संसारभरिबाट चाहिँ दाङको माया भन्नुहुन्छ, उहाँले हेर्नु देख्नुहुन्छ। म जहाँ जान्छु दाङको किन यस्तो धेरै माया भन्नुहुन्छ, किनभने दाङ किनभने मेरो जन्मस्थल हो भन्छु मैले, मेरो गृह जिल्ला हो होइन। सानको लागि पनि तालिदिनु होला। एक्चुली सानले के भन्छु भन्नुभएको छ।